प्रधानमन्त्रीले फोन संवाद गर्न नचाहेपछि जेनजी समूह आक्रोशित। नमस्कार, सुनगाबा खबरमा म टिकाराम थापा तुफानको तर्फबाट हार्दिक स्वागत छ। अब सुन्नुहोस् पूरा समाचार। मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएका छन्। सोमबार दिनभर प्रधानमन्त्रीलाई भेट्नका लागि सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाइल फोन अफ गरेर सम्पर्क समेत गर्न नचाहेको भन्दै खेद प्रकट गरेका छन्। प्रधानमन्त्री सचिवालयबाटै आफन्त र नातेदारलाई नियुक्ति गर्ने काम प्रधानमन्त्री कार्कीका स्वकीय सचिवले आफ्नो श्रीमती, साली र भान्जीलाई शहीद कोटामा जागिर खुवाएको भन्ने विवादित मुद्दा तथा अन्य मागपत्र बुझाउनका लागि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार दक्षिण गेट पुगेका उनीहरू गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत सम्पर्क हुन नसकेपछि निराश भएर फर्किएका छन्। उनीहरूले जेनजीहरूको आवाज सुन्ने धैर्यता राख्न प्रधानमन्त्री कार्कीलाई चेतावनी दिएका छन्। यो समाचार सुनेर हजुरहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो उस्तै प्रतिक्रिया कमेन्ट बक्समा छोड्न नभुल्नुहोला। आजको लागि बिदा चाहन्छु। हस्त नमस्कार।